नमस्कार सम्पूर्ण प्रिय मित्रहरुमा, म बिस दुमिराईको तर्फबाट न्यानो अभिवादन छ। म फेरि अर्को एउटा जोक्स लिएर आएको छु है मित्रहरु। ध्यान दिएर सुन्नु होला, इन्जोय गर्नु होला। उहिलेको कुरो हो, एउटा जङ्गबहादुर भन्ने एउटा महाशिकारी थिएछ रे। धनु बाण लिएर जताततै हिँड्ने, शिकार मारेर ल्याउने गर्थ्यो रे मित्रहरु। जाँदा एक दिनको कुरो, बाटोमा जाँदाखेरि चराहरू भेटेछ रे। भुर्र उड्ने चरा। ओहो, यो चरा पनि काम लाग्छ भरै, पोली खानुहुन्छ भनेर, तरकारी खानुहुन्छ भनेर उड्ने चरा पनि ज्याप समात्दो रहेछ अरे। अनि झोलामा हाल्दो रहेछ अरे जिउँदै। अनि फेरि अगाडि बढ्दै बाटोमा मुन्तिर लटरम्मै फलेको रातै पहेँलै टमाटर भेटेछ अरे। ओहो, यो पनि खानुहुन्छ, तरकारीमा हाल्नु, चटनी खानुहुन्छ भनेर बोकेछ अरे झोलामा। अनि जाँदाखेरि बाटोमा अचानक मूल बाटोमा एउटा अजङ्गको भीमकाय शरीर भएको सिमलको रुख भन्दा अग्लो राक्षससँग जम्का भेट भएछ अरे मित्रहरू। उताबाट राक्षस आउँदैछ, यताबाट जङ्गबहादुर जाँदैछ। बाटोमा अचानक भेट भएछ मित्रहरू। अनि जङ्गबहादुर यसरी ठिङ्ग उभिएछ अरे। यसरी हेर्छ अरे, माथि कहाँ उसको टाउको त, उसको खुट्टा पनि ठुलो छ, हात गोडा पनि पुरा झ्याप भुत्लै बुल्ला छ, दारा भएको, कपाल झ्याप परेको र पनि नडराउँदो रहेछ अरे मित्रहरू। राक्षसले यसो आएर नजिक, ए मनुवा, त बाटो छोड्छस् कि खाइदिउँ जिउँदै तँलाई भनेर धम्की दिएछ अरे मित्रहरू। त्यो जङ्गबहादुर पनि, के मलाई धम्की लाउँछस्, म को थाहा छ भनेछ अरे। हे त्यो फुच्चे, तँलाई म जिउँदै तेरो सबै सलक्कै निलिदिन्छु, कति खाए त जस्तो मनुवालाई त भनेर धम्की दिएछ राक्षसले। हेर, मलाई धेरै धम्की नदिए हेर, म पनि चान्चुने मान्छे होइन, यहाँ हेर भनेर पुरा यस्तरी खोलेर त्रो ब्ल्याक बेल्ट देखाएछ अरे। त्यो ब्ल्याक बेल्टमा त 7 जनाको ज्यान मार्ने मै हुँ जङ्गबहादुर भनेर लेखिएको रहेछ अरे। राक्षसले यसो पढेछ अरे। ओहो, यो पनि निकै खेलाडी रहेछ। ल ठिक छ, कुस्ती लड्नुभन्दा अगाडि ल कुनै एउटा गेम खेलौँ। त हारिस भने म जितेको ठान्नेछु, अनि तँलाई म जे गर्नुपर्छ म तँलाई सजाय दिन्छु। त जितिस् भने त्यो खेलमा मलाई जे गरे पनि हुन्छ तैँले भनेछ अरे मित्रहरू। अनि खेल सुरु भयो मित्रहरू। उसले के गर्यो, त्यो जङ्गबहादुरले चाहिँ त्यो राक्षसलाई अल्मलाएछ, एउटा ज्ञान दिएछ अरे। अनि नि साथीहरू, त्यो जङ्गबहादुरले एउटा आइडिया ल्याएछ अरे। हेर राक्षस, अब हेर, यो म ढुङ्गा टिप्छु, यो ढुङ्गा जसले माथि आकाश पुर्याउँछ, माथि धेरै माथि पुर्याउँछ, त्यही यो बलियो हुनेछ। त्यसले जो हार्छ त्यसलाई सजाय भोगाउँछु म भनेछ अरे। ल हुन्छ भनेछ राक्षसले। अनि राक्षसले एउटा ढुङ्गा टिपेछ अरे। टिपेर आकाशतिर हानेछ अरे। धेरै माथि गएछ अरे। माथि सिरस बादलमा छुएर फर्केर आएछ अरे। भरै निकै मिनटपछि ठ्वाङ्गै झरेछ अरे। माथि बादलमा त्यो अब ओसिएर चाहिँ भिजी गएको होइन, ढुङ्गा निकै बेरमा झरेछ अरे। अनि देखिस् मनुवा, तैँले ढुङ्गा माथि पुर्याउन सक्छस् मैले जति भनेर धम्की दिएछ अरे। किन नसक्नु भनेछ अरे। ल हेर, म पनि हान्छु भनेर यसो ढुङ्गा टिपेछ त्यो जङ्गबहादुरले। यसो दिमागलाई माथि हेर भनेछ। राक्षस माथि हेरेछ राक्षसले। उसको पालो त्यो अघि बोकेको त्यो चरा, उड्ने चरा चाहिँ झोलाबाट निकालेछ अरे। ढुङ्गा चाहिँ झोलामा राखेर ल ऊ हेरै भनेछ। कसेर ऊ हानेको त्यो मुला चरा त उडेर कहाँ पुगो, झर्दैन। जङ्गबहादुरले, देखिस् मैले हानेको भनौँ न ढुङ्गा त ऊ स्वर्गलो पुग्यो, को बलियो रहेछ भनेछ अरे। ल यसमा चाहिँ तिमीले जित्यौ, अब अर्को बाजी राखौँ त भनेछ राक्षसले। ल ठिक छ, अब यो ढुङ्गा म तँलाई दिन्छु भनेर एउटा डल्सिन ढुङ्गा टिपेर बलियो खालको अनि त्यो राक्षसलाई दिएछ अरे। यसलाई पिसेर जसले धुलो पिठो बनाउँछ त्यो चाहिँ आजको गेममा चाहिँ राजा हुने हो भनेछ अरे।
राक्षसले ल हुन्छ भनेर त्यो ढुङ्गा त यसरी राक्षस त बलियो, त्यत्रो ठुलो पावरफुल रहेछ अरे। यस्तो यस्तो माडेर फु गरेर धुलो पाउडरै बनाइदिएछ अरे। वाह वाह वाह, राक्षस हाँसेछ अरे। हा हा हा, ल मनुवा जब तैँले यो गर्नु सक्छस्, मैले त धुलै उडाइदिएँ, आटा बनाइदिएँ भनेछ अरे। त्यो जङ्गबहादुरले पनि ट्रिक लगाएछ अरे। हेर, यो त मामुली कुरा हो, ढुङ्गालाई यसरी पिस्नु, अब धुलो उडाउनु त अब पानीले पनि पछारेर बालुवा बनाउँछ ढुङ्गालाई। अब हेर, यसको म तेल निकाल्छु, बुझिस्? जसले तेल निकाल्छ ढुङ्गाको त्यो चाहिँ आजको राजा हो भनेछ। लु 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 निकाल त भनेछ। उसको पालो ढुङ्गा टिपेछ अनि एकछिन उता हेर भनेछ अरे। उता राक्षस अब लाटा खालको रहेछ अरे। उता हेरेछ, झोलामा यसो हालेछ र झोलामा अघिको टमाटर झिकेर यसो त्यो ढुङ्गा पिसेर अब हेरै म यसको त तेल निकाल्छु भनेर यसो गरेर त चुरु चुहेछ अरे। हेर, अघिको ढुङ्गाको तैँले त फेरि पाउडर निकाल्यो थिइस्, मैले त्यसको तेल निकालेँ, लु तेल निकालेर देखा त भनेछ अरे। अनि एउटा ढुङ्गा दिएछ अरे। राक्षसले यसो गर्छ अरे, धुलै मात्रै फु उड्दो रहेछ अरे, अर्को पिस्दो रहेछ अरे, हारेछ अरे। ल म हारेँ, तर अर्को गेम खेल्नुपर्छ अझै, 3 चोटि त पुऱ्याउनै पर्छ भनेछ अरे। हार खाएकै छैन अरे अझै। के हो ल, के गर्ने त भन्दाखेरि ऊ त ठुलो सिमलको रुख उखाल त फेदपट्टि बोक, म टुप्पोपट्टि बोक्छु। अनि त्यो पर 7 डाँडा पारी भन्ज्याङको चौतारीमा त्यहाँ चाहिँ दौडेर जाउँ, जो बाटैमा गल्छ त्यो हार्यो आज। जो चाहिँ त्यहाँसम्म पुग्नु सामर्थ्य राख्छ त्यो चाहिँ आजको राजा हो भनेछ अरे। त्यो मान्छेले चाहिँ राक्षस न हो, बलियो, सिमलभन्दा ठुलो छ, पराक्कै बनमारा उखाले जस्तो उखालेछ र ल तिमी पछाडि बोक, म अगाडि बोक्छु भनेछ। राक्षसले अगाडि बोकेछ अरे। मान्छेले चाहिँ टुप्पोपट्टि हिँड दौडी भन्दछ अरे। राक्षस त बलियो, अब टुट्टो घोडाले पुरा पैया फारे भन्दा पनि स्पिड दौडिँदो रहेछ अरे। त्यो मान्छेले त दिमाग लगाएछ अरे। त्यो रुखको हाँगामा माथि बसेर घोडा चढ्दो रहेछ अरे। राक्षस त यता पछाडि हेर्ला छ नि, दौडी म पनि आउँदैछु भनेर दौडेको दौडेकै दौडेको दौडेकै नभन्दै त्यो चौतारोमा आइपुग्ने बेला भनौँ न आइपुग्यो निश्चित उसको दुरीमा, ड्याममै अब त त्यो मान्छे छोडियो होला भनेर ड्याममै थेचारेको अरे। त्यो हाँगाले त उछिटाएर तल 7 कल्ला मुनि मान्छेलाई त उछिटाइदिएछ अरे तल त। अनि यसरी उत्तानो भएछ अरे, ढाडसाड पुरा सासै बन्द भएछ एकछिन त चाप ठोकेर। अनि यसो भनेर त्यो राक्षसले हेर्दछ, ला मैले जितेँ आज गेम त, त्यो मान्छे मलाई त कता छोडिएछ भनेर यसरी हेरेको त त्यो मान्छेलाई अलिकति भनौँ न दुखाइ अलिक कम भएछ। के हेरेको, म यहाँ छु भन्यो अरे। आज यो गेममा चाहिँ हार्यो होइन तिमी, अब तिमीलाई म खान्छु भनेछ। के को खान्छस्, म कहाँ हार्नु अनि तल छुट्यो त तिमी त, म त यहाँ आइसकेँ त गलेको देखेर म त उत्तानो परि हाँसेको, बुझिस् भनेको। राक्षस त डरले त चम्पट कहाँ भागो। यो पर चाहिँ मभन्दा पनि तगडा छ भनेर राक्षस चाहिँ बुर्कुसी मारेर भागेको त्यहाँदेखि देखाइ परेर अरे। ल हस्त मित्रहरू, आजको यो जोक्स कस्तो लाग्यो तपाईँहरूलाई? फेरि पनि अर्को जोक्स लिएर भोलि आउनेछु। तबसम्मको लागि बाई बाई, नमस्कार, धन्यवाद, सी यू। भोलि फेरि भेटौँला। नयाँ साथीहरूले सब्सक्राइब